Hello guys, welcome to my channel Rahul Thapa ORG vlog मा तपाईहरुलाई मैले सधैँको चाहिँ मेरो आफ्नो YouTube च्यानलमा हालिराख्ने निरन्तरता दिइराख्ने कार्यक्रममा अलि समय ग्याप भयो। म आफ्नो कार्यक्षेत्रमा एकदम व्यस्त भएको हुनाले अहिले मैले के गर्न देखाउन खोजिरहेको छु भने हाम्रो स्मार्ट बहुउद्देश्य कृषि फर्मले के गर्दैछ हेर्नु। यो हाम्रो स्मार्ट बहुउद्देश्य कृषि फर्मले बजारको लागि बनाएको मस्यौरा मास र कर्कल्लोको यो हामीले मस्यौरा बजारमा लगे सँगसँगै अहिले हामीले यो डल्ले खुर्सानीहरुलाई पनि हामीले बिउको लागि अहिले राखेको छौं सुकाएर। अनि यो हाम्रो पिँडालुको डाँठ हो, यसलाई चाहिँ चुल्ठी बनाउनको लागि हामीले यहाँ सुकाएर अब त्यस्तो उतापट्टिको यस्तो चुल्ठी हामीले बनाइन्छ र हामीले मौसममा बिक्री गर्नको लागि राखिन्छ पनि र हाम्रो बजारीकरणको लागि पनि हाम्रो अब स्थान ठाउँ बन्दैछ, त्यहाँ पनि हामीले उपलब्ध गराइन्छ। यो हाम्रो के भन्छ यसलाई भने सुकुटी भन्छ, गाभाको चाहिँ पिँडालुको पातलाई हामीले उसिनेर गाभा बनाइन्छ र यो सुकुटी यस्तो प्रशोधित तरिकाले एकदम बजारको लागि हामीले एकदम रेडी बनाएर राखेका छौँ। तपाईहरुलाई चाहिन्छ भने तपाईहरुले मलाई सिधै सम्पर्क गर्न पनि सक्नुहुन्छ। बायोमा मेरो नम्बर छ र अरु मेरो स्मार्ट बहुउद्देश्य कृषि फर्मले के गरिरहेछ म तपाईहरुलाई विस्तृत रूपमा देखाउन गइरहेको छु। अहिले हामीले यहाँ कन्स्ट्रक्सनको हल्का कामहरु सुरुवात गर्दै छौँ र यो हामीले स्मार्ट बहुउद्देश्य कृषि फर्मको कुखुरा ड्रेसिङ गर्ने रुम हो यो। र यो ड्रेसिङ बाहिर मेसिन भएको हुनाले अहिले भित्रको लागि हामीले ड्रेसिङ गर्ने रुम निर्माण गरिँदैछ। यो ड्रेसिङ गर्ने रुम हो। यो ड्रेसिङ गर्ने रुम लगायत हाम्रो चाहिँ यहाँ हाम्रो स्टाफको लागि रुम पनि हाम्रो रेडी भइरहेको छ। र स्मार्ट बहुउद्देश्य कृषि फर्मले यस्तो लगायत हाम्रो वर्षनी एउटा योजनाबाट हामीले काम गरिरहन्छ। कुनै सरकारी योजनाबाट काम गरिन्छ भने कुनै चाहिँ हाम्रो घरायसी योजनाबाट पनि गरिन्छ। र यो हाम्रो अलि ब्याउन लागेको हाम्रो लोकल भैँसी, यही भैँसीको घिउ दुध हामीले चाहिँ बजारमा हामीले लाँदै पनि छ। अहिले यो भकारो सुधारको कार्यक्रमलाई मैले अगाडि बढाउनको लागि हामीले सामान पनि झरिरहेछ र उहाँ हाम्रो प्रोपाइटरको चाहिँ म्याडम हुनुहुन्छ। अनि यो फर्मलाई अहिले मैले व्यवस्थित तरिकाले बनाउनको लागि अलिकति आधुनिक भकारो सुधार भन्छ के, यो मेसिन नयाँ अटोमेटिक मेसिन हो यो। र यो भकारो सुधारलाई हामीले कार्यक्रमलाई पनि अगाडि बढाउनको लागि यहाँ अहिले यो सामानहरु यतिकै राखेको छु मैले। अनि हाम्रो यो बयर जातको बाख्रा हो, यो बयर जातको बाख्रा 100% प्योर 100% लिएर आएको मैले अनुदानको कार्यक्रम भेडी फार्मबाट। र अहिले हाम्रो फर्ममा अहिले खासै केही धेरै त्यस्तो लगाइएको छैन, किन पानी बर्सात धेरै भएको हुनाले केराको घरीहरु प्रशस्त हुन्छ। म तपाईहरुले पहिला पनि देखिरहेको छु केराको घरीलाई हेर्नुस् कत्रो साइजको केराको घरी हुन्छ। हेर्नुस् अर्ग्यानिक मलबाट चाहिँ सर्लक्क यस्तो केरा घरी बन्छ। र हाम्रो फर्ममा अहिले कोदोहरु छ, मासहरु छ, यस्तो छ। म तपाईहरुले थप कुराहरु भन्दै गर्छु, हेर्दै गर्नु होला।